भिडियो बनाउनु म साक्षी भने कम्प्लेन गर्दिन्छु। जय गोर्खा। जब हिजो दार्जिलिङको माटोमा एकजना गोर्खे सन्तानलाई एकजना बिहारी दाजुले तँलाई म पुलिस केस लगाइदिन्छु भनेर धम्की दिन्छ र त्यो धम्कीको भिडियो जब सामाजिक सञ्जालमा भाइरल हुन्छ तब सबैले त्यो भिडियोमाथि आफ्नो थट आफ्नो कमेन्ट पास गर्नुहुन्छ। तर आज म एउटा कुरा भन्न चाहन्छु बिकु चामलिङ राईलाई, यो गल्ती कसको हो त? र केवल मात्र बिकु चामलिङ होइन, म सबै गोर्खे सन्तानलाई भन्न चाहन्छु, चाहे त्यो दार्जिलिङको होस्, चाहे त्यो कालिम्पोङ होस्, चाहे त्यो सिक्किमको होस्, चाहे त्यो मिरिकको होस्, चाहे त्यो जुनै पनि ठाउँको होस्, यो गल्ती कसको थियो त? आज एकजना गोर्खे सन्तान, जुन गोर्खे सन्तान आफ्नै ठाउँ दार्जिलिङमा जहाँनिर 99.9% पपुलेसन गोर्खा सम्प्रदायबाट बिलङ गर्छ, जुन ठाउँको भूमिमा, जुन ठाउँको माटोमा गोर्खाको संस्कृतिको बाँच्न आउँछ, त्यो ठाउँमा जब उसले देउसी खेल्नु पाउँदैन तब उसले दुःख मानेर ऊ एउटा दोकानको अगाडि उभिएर आफ्नो दुःख पोखाउने गर्छ कि हेर्नुहोस् यो दार्जिलिङ अरे, जुन दार्जिलिङमा गोर्खाहरूको कल्चरको त सबै कुरा छ। हेर्नुहोस् दोकानमा झिलिमिली बत्ती बलिरहेछ, फुलले सजिरहेछ, तर जब म देउसी खेल्न गएँ मलाई कसैले देउसी खेल्न दिएन भनेर जब उसले दुःख पोख्छ नि तब दोकानबाट फुते एकजना सुपरम्यान दाजु निस्केर आउँछ र सिधै उसलाई के गरेको भाइ तिमीलाई त म यहाँबाट जाऊ न त पुलिस केस गरिदिन्छु भनेर उसलाई जब धम्काउँछ तब उसले आफ्नो दुःख पोख्छ सोसियल मिडियामा। तर यो गल्ती कसको हो त? सबभन्दा पहिला एउटा कुरा भन्न चाहन्छु, चाहे त्यो नेपाली होस्, चाहे त्यो बिहारी होस्, चाहे त्यो बङ्गाली होस्, चाहे त्यो मरवाडी होस्, भारतवर्षको कुनै पनि कुनामा, कुनै पनि ठाउँमा, कुनै पनि बजारमा जुनै पनि जातिको मान्छेले आफ्नो दोकान गर्नु सक्छ, आफ्नो बिजनेस गर्नु सक्छ। यसमा कसैलाई रोक्ने अधिकारै छैन, किनकि जसलाई बिजनेस गर्नु मन लाग्छ भाइ सबैले सबै ठाउँमा गर्नु सक्छ। तर यसमा पनि एउटा क्वेसन के छ भने क्वेसन म अरू कुनै जातिसँग छैन, न त म बिहारीलाई नराम्रो भन्छु, न त म बङ्गालीलाई, न त मरवाडीलाई। भाइ म कसैलाई नराम्रो भन्दिनँ किनकि उनीहरूको सोच बिजनेसको छ, त्यसैले उनीहरूले जुनै पनि ठाउँमा गएर उनीहरूले बिजनेसै गर्छ। र हाम्रो नेपाली दाजुभाइहरूले के गर्छ भने अब म तपाईँहरूलाई भन्न चाहन्छु, आज यदि दार्जिलिङको चौरस्तामा तपाईँहरू जानुहुन्छ त्यहाँनिर यदि 100वटा दोकान छ भने त्यो 100वटा दोकानमा तपाईँहरूले 80जना नै बिहारीको दोकान भेट्नुहुन्छ। म हिजो अस्ति सिक्किम गएको थिएँ, वेस्ट सिक्किम, जहाँनिर मैले यक्सुङको बजार लगायत पेलिङको बजार मैले सबै ठाउँमा मैले हेरेँ, जहाँनिर पिसाब गर्ने ठाउँमा पैसा उठाउने पनि एकजना बिहारी नै हुन्छ। म छक्कै परेर मैले त्यहाँ पनि सोधेँ मेरो भाइहरूलाई कि के हो यो, कि आज यत्रो गोर्खा सम्प्रदाय भएको ठाउँमा आज पैसा उठाउने ठाउँमा पनि आज एकजना बिहारी दाजुभाइ बसिरहेछ भन्दा दाजु यस्तै हो हाम्रो यहाँको कथा भन्यो। र जब म मार्केटमा पुरै मार्केट मैले घुमेँ त्यहाँनिर विश्वास गर्नुहुन्न होला 100वटा भन्दा धेरै दोकान थियो, तर मैले एउटा पनि दोकानमा नेपाली मालिक भेटिनँ। जुनै पनि दोकानमा जान्छु बिहारी बोल्छन्, बिहारी दोकानदार छन्, जुनै पनि ठाउँमा जान्छु मरवाडी दोकानदार छन्। अनि हाम्रो नेपाली चाहिँ कहाँ थियो भने हाम्रो गोर्खाहरू चाहिँ केही बजारमा डोको बोकेर अर्काको त्यो दोकानेको सामान बोकिरहेको थियो। अनि मलाई हाँस पनि उठ्यो, रिस पनि उठ्यो क्या। यो हाम्रो नेपालीहरू, यो हाम्रो गोर्खाहरू बेङ्गलोरमा गएर 20,000मा भाडा मोल्नु तयार छ, तर आफ्नो जन्मेको ठाउँमा जुन ठाउँमा बाहिरबाट आएर मान्छेहरूले करोडौँ पैसा सालमा छाप्दैछ त्यो पैसा कमाउन उनीहरूलाई लाज हुन्छ, त्यहाँ दोकान खोलेर बस्न उनीहरूलाई लाज हुन्छ। र यदि कुनै गोर्खाले आँट गरेर दोकान पनि खोल्यो भने हाम्रै जातिको मान्छेहरू यति धेरै दोग्लाहरू छन् कि उनीहरू त्यो नेपालीको दोकानमा जाँदैनन् नि, उनीहरू त्यो बिहारी भैयाको दोकानमा जान्छन्, मरवाडी भैयाको दोकानमा जान्छन्। उनीहरूलाई यस्तो लाग्छ कि उनीहरूले फ्रीमै दिँदैछ, उनीहरूलाई चाहिँ नेपालीले पुरा पैसा धेरै लिन्छ र बिहारी अरू जातिको दाजुभाइहरूले चाहिँ एकदम फ्रीमा लौ आउनुहोस् बहिनी दाजु लिनुहोस् भनेको जस्तै पाराले गर्छन्। अनि त्यो एउटा दोकानेले पनि बाध्य भएर आफ्नो दोकान बन्द गरेर फेरि केरलातिर जानुपर्छ। त्यसैले भन्छु यो त सुरुवात मात्र हो। यदि अहिले पनि म भन्दैछु तपाईँहरू बिहारमा गएर हेर्नुहोस् त,
बिहारी छोडेर कतिजनाको दोकान छ अरू कुनै जातिको, त्यहाँको बिहारीहरू एकता छ। उनीहरूको सोच के हो भने हाम्रो पैसा हाम्रै मान्छेकोमा होस्, तर हाम्रो नेपालीकोमा चाहे त्यो दार्जिलिङ जानुहोस्, चाहे त्यो कालिम्पोङ जानुहोस्, चाहे त्यो गान्तोक जानुहोस्, चाहे त्यो सिक्किम जानुहोस्, मोमो दोकान बाहेक अरू केही पनि छैन। नेपालीको के छ? मोमो दोकान, बस त्यति नै हो। त्यही दार्जिलिङबाट, त्यही सिक्किमबाट, त्यही कालिम्पोङबाट करोडौँ पैसा कमाएर लाँदैछन् र हाम्रो दाजुभाइहरू 10-15 हजारमा अर्काको जुठो माझ्न जान्छन्। यही हो फरक, किनकि हाम्रोमा एकता छैन। एकता छैन। मेरो कुरा, मेरो शब्दहरू तपाईँहरूलाई नराम्रो लाग्न सक्छ, तर मलाई पनि दुःख लाग्छ जब मेरो जातिको मान्छेलाई कसैले हेप्छ। तर आज त्यो हेपिने कारण पनि हामी आफै हो, किनकि दार्जिलिङमा जब नेपालीले अरू जातिलाई दोकान भाडाइदिएन भने तिनीहरूले के गर्छ? दोकान गर्न पाउँदैन। त्यसमा दोकान कसलाई गर्नुपर्छ? आफ्नो जातिको मान्छेलाई गर्नुपर्छ। तर त्यस्तो छैन। यहाँ जसकोमा पैसा छ उही राम्रो, ऊ सबभन्दा माथि। आफ्नो जातिको मान्छेले दुःख पाओस्, भाँडमे जाओ, यही सोच हो। जय हिन्द, वन्दे मातरम, भारत माता की जय, जय गोर्खा।